हेलो अनि नमस्कार सबैजनालाई, तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ मेरो न्यू ब्लगमा। अनि आशा छ सबैजना आरामै हुनुहुन्छ होला साथीहरू। आज चाहिँ आइतबार छुट्टी छ नि त, जाँदैछौँ कहीँ कहाँ भनेर अहिले ब्लग कन्टिन्यू हेर्दै गर्नु होला अनि थाहा पाउनु नि। यहाँ मम्मीले बोक्नु भयो। हेलो टुक्कु, हेलो टुक्कु। ल खेतको बाटो टुइँ लाएर हामी जाँदैछौँ। घाम पनि लागिरहेको छ गाइस। अहिले चाहिँ दिउँसोको 12 बज्यो कि 12 बजेको घाममा हामी जाँदैछौँ। एउटा फाइदा के हो भन्दा हामी पहाडमा छौँ अनि पहाडमा गर्मी भए पनि शीतलो चिसो ताजा हावा पनि लाग्ने गर्छ। हेर्न सक्नुहुन्छ धानको खेतबाट हिँडिरहेका छौँ। यहाँ घाम चर्के पनि शीतल हावा पनि लागिरहेको छ। टुक्कुलाई चाहिँ कहाँ जान लाग्यो? टुक्कु कहाँ जान लाग्नु भएको आज हजुर? को जिजुआमा? अर्को जिजुआमा आइसक्रिम खानु हिँडेको। ए आज हामी हाम्रो बाबाको फुपूको घरमा जानु लागेको हो। फुपू हजुरआमाको घरमा उहाँलाई भेट्नको लागि म अहिले जुन ठाउँमा छु, म जागिर खानको लागि जुन ठाउँमा आएको छु यही ठाउँमा नै उहाँको घर पनि हो। अनि आज आइतबार छुट्टीको दिन पनि अनि यसो मेसो मिलाएर फुर्सद मिलाएर मम्मी पनि आउनुभएको छ। अनि हजुरआमालाई भेट्न जाउँ भनेर हामी जान लागेको हो। धेरै वर्ष भयो उहाँलाई नदेखेको, मैले त सानोमै देखेको थिएँ। अनि त्यस पछाडि 1-2 पटक फोनमा चाहिँ देखेको छु, तर धेरै वर्ष भयो। बिरामी भएको कारणले उहाँ माइत आउन पनि छोड्नु भएको रहेछ अनि आउनु हुँदैन। अनि म यहाँ नजिकै छु नि त, अनि त्यसो नजिकै भएको बेलामा नजिकै भन्नाले धेरै नजिकै त होइन, ठाउँ चाहिँ एउटै हो। लगभग 1 घन्टा लाग्छ होला हिँडेर हामीलाई। हामी हिँडेको 15-20 मिनट हुन लागिसक्यो। एउटा यहाँ सानो बजार छ, यहाँ त्यहाँबाट पनि उता त्यो बजारबाट पनि उता 20 मिनट उता लाग्छ भन्ने मैले सुनेको छु। र पहिलोचोटि जाँदैछौँ हामी, मलाई थाहा पनि छैन एक्ज्याक्ट लोकेसन। हामी सोध्दै जानेवाला छौँ। अनि मम्मी पनि आफ्नो फुपू सासूकोमा फर्स्ट टाइम आउँदै हुनुहुन्छ अरे। बिहा गरेको कति वर्ष भयो, म बल्ल फुपू सासूकोमा। होइन मम्मी आउनुभएको थियो त पहिला? मम्मी पनि आउनुभएको छैन र मैले टुकुलाई लगेर जाँदैछु। अब मेरो हजुरबाको दिदी भनेपछि टुकुको त जिजुआमा हुनुभयो। मेरो टुक्कु छोरी पनि कति खुसी छ। यहाँ अस्ति पनि घुम्न आएको थियौँ दिदी र म। मेरो मिनी ब्लगमा हेर्नु भएको होला तपाईँहरूले, नहेरेको भए पनि गएर हेर्नु होला। यो चाहिँ आयुर्वेदिक अस्पताल हो रे। यहाँ चाहिँ एरिया सानो छ तर सबै कुराको सुविधा सम्पन्न ठाउँ होइछ। जे होस्, मलाई चाहिँ एकदमै रमाइलो लागिरहेको छ यहाँको बसाइ। अनि यहाँ एउटा चिल्ड्रेन पार्क पनि रहेको छ, हेर्न सक्नुहुन्छ बच्चाहरूलाई खेलाउनको लागि। अहिले त दिउँसो त गर्मी छ। यो टुकु हेर त खेल्ने पार्क कति राम्रो है। यता हेर त, खुसी ल आऊ। यही स्कुल हाम्रो बाबाले पढेको हो मम्मी। हामी जहाँ जाँदैछौँ फुपू हजुरआमाको घरमा, उहाँकै घरमा बसेर हाम्रो बाबाले यही स्कुलबाट एसएलसी दिनुभएको हो रे। यहाँ पसलहरू पनि छन्, हेर्न सक्नुहुन्छ। टुकु कति खुसी भएको छ। यहाँ हामीले केही खानेकुरा पाइन्छ कि जुसहरू भनेर हेर्दैछौँ। अनि यस पछाडि कता जाने भनेर हामीलाई ठ्याक्कै थाहा थिएन नि त। अनि कुन बाटो जाने भनेर अनि यहाँ दिदीको घर छ कि, अनि त्यहाँ गएर हामीले सोध्यौँ। दिदी त्यहाँ गेटमै बसिराख्नु भएको रहेछ।
फ्रुटी दिनको चिसो फ्रुटी खाँदैछौँ गाइज हामी सँगसँगै सामग्री कसले दिएको तिमीलाई गर्मी भएछ जुस खाइछौ कसले दिएछ जुस उता दिदीकोमा पनि पसेर बसेर आयौँ बाटो सोध्नको लागि अनि पानी जुस फलफुल खाएर यता हिँड हिलो छ जरो यता हिँड यता बाटो हिँड हिलो छ बाटो सिन डिस्टर्ब गर्यो कि हरियाली हामीले यहाँ बोर्ड हेर्दै अब बाटो पत्ता लगाउँदैछौँ अब यहाँबाट हामी जाँदैछौँ बोर्ड अनुसार तल ल बिस्तारै आऊ छोरी ओ हिलोमा टेकिहाल्यो फेरि चप्पल भिजिहाल्यो कस्तो राम्रो फुल फुलेको के हामीले एकजना बुवालाई माथि बाटो सोधे अनुसार यो मन्दिरदेखि यता होइन यता जानु भन्नुभएको थियो बिस्तारै यहाँको मौसम मैले बुझ्नै सक्दिनँ बिहान आउँछ कुहिरो लागेर ढकमक्क हुन्छ दिउँसो यस्तो चर्को घाम लाग्छ बिचमा फेरि बिचबिचमा क्या झुक्काउने पानी पर्छ क्या मसिनो मसिनो हामी गाइस यता जाने कि यता जाने भनेर कन्फ्युज भयो यहाँबाट कति जानुपर्छ यही बाटो जाने हो नमस्ते यहाँबाट तलै तल जाने हजुर नमस्ते नौ फर्काएसम्म फेरि तलै तल आइयो गाइस तलै रहेछ ल समात्ने हातमा त्यसको आमाको हात समातेर आऊ तलकै तल रहेछ गाइस यहाँसम्म आयो सायद यो कुन हो उतै हो अझै होइन त यही हो रे भन्ने सुन्यो है केही फाइनल्ली हामीले घर पत्ता लगाएर आयौँ आउनुहुन्छ हजुरबालाई देखेर टुकुले नमस्ते गरिरहने अनि हजुरबाले पनि फर्स्ट टाइम देख्नु भएको नि टुकुलाई अनि मुख देखाएर होला हजुरबाले पैसा दिएको फर्स्ट टाइम देखेको भनेर अनि सुरुमै टुकुलाई पैसा दिनुभयो टुकु मखेकै फेरि अनि यहाँ घर बनाउँदै हुनुहुँदो रहेछ कि घर भन्नाले अगाडिको प्लास्टर गर्नुभएको रहेछ अनि हामीले पानी सानी पियौँ हजुरआमा चाहिँ तल घर जानुभएको रहेछ यहाँदेखि तल्लो घर अनि मन्जा दिदी गएर बोलाइदिनु भयो अनि बिस्तारै आउनुभयो कि हजुरआमा चाहिँ हिँड्न सक्नुहुन्न नि त बिस्तारै बिस्तारै हिँड्दै आउनुभयो अनि यति वर्षमा हजुरआमालाई देखेर निकै नै खुसी लाग्यो मलाई पनि अनि यस्तो नजिकबाट चाहिँ मैले देखेकै थिइनँ ठ्याक्कै हाम्रो हजुरबा जस्तै लाग्यो अनि बल्ल आयो यत्रो वर्षमा बल्ल आयो भन्नुभयो हजुरआमा पनि खुसी हुनुभयो अनि यहाँ यिनी दुईजनाको चाहिँ डान्स चलिरहेको छ यो नाच्ने बाबु पनि हजुरआमाको पलाती बाबु हुन् मनिषा दिदीको छोरा हुन् नि अनि टुकु र दुईजनालाई त कस्तो साथी मिल्यो क्या दिनभरि दुईजना कति खुसी भएर खेले आमाको घर आएको आज आमालाई हेर्नु भन तिम्रो नाम के हो भन्दै ल सामान बोरा ल तिम्रो नाम के हो ल कतिवटा भैँसी रहेछ हेर त अर्को बबी ठुलो भएको घर हो क्या यो चाहिँ यो पटक आएको गाइस म यहाँबाट कुस्मा बजार पनि देखिँदो रहेछ तरकारी त राम्रो तरकारी त गाउँमा त पाइन्छ तलतिर माथिबाट यहाँ हेर्नु इमर्जेन्सी यता ससुराली नै आउनु पाउनु भने यसपालि त भेट्न
जाकेर खाएर जाए जानी भए बहिनी आज बस भनेर मान्दैन भोलि स्कुल बहिनी भन त बहिनी भन न बहिनी भन त अब हिँड्यो बहिनी भएर हिँड्यो हिँडी बस्छिन अब टुक्पा आऊ हुन्छ दिदी भयो आऊ यहाँ भुजा र मासु खान चिची थपेर खायो है त्यो ल आऊ मासु खानु आऊ यहाँ कहाँ बस्छौ आऊ ल टुकुले सामान खाता निकाल्दै ल बस्नु है सबैजना बाई बाई पिर परो ल बाई गरिदिएर आमालाई बाई भन ल ल बाई हुन्छ भन तिमी नि आऊ है दादा भन ल बाई गर ल आगो लाग्यो यस्तो भएर होइन लैन यताबाट चाहिँ भन्देऊ ल बहिनीले दिदीलाई बिहानै भन्नु नि त फोन टुकुले आमालाई भेटाएर जित्दिन्छ चप्पल खोलेर हेर्नु न बाटोमा त्यो छ चाल फ्याट गर ल पानी तरेको ल फ्याट 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 हो भयो भयो यहाँ फ्याट गरेर बस्ने ल आऊ हेल्पस हेर्नु गाइस सुई लाउने हस्पिटल रे टुकुले बाटो छिटो हुन्छ भनेर सबैले भने गाइस 2-3जनाले अनि हामी टाढो छ यो बाटो भनेर आएको यस्तो जङ्गलको बाटो रहेछ गाइस हेर्न सक्नुहुन्छ होइन त छोरो फाइनली आइयो गाइस एकदम गर्मी भयो हिँड्दै हिँड्दै कसरी हो कसरी टुको चापी खोल्न कसरी छिन् हेर्नुहोस् मलाई चापी खोल्न दिने आज एकदमै रमाइलो भयो आजलाई यति नै फेरि भेटौँला अर्को ब्लगमा हेर्दै गर्नुहोला बाई बाई